ल गाइज हाम्रो यात्रा सुरु भइसकेको छ लमैतो भालुबाङ वेलकम ब्याक बाई अनदर भिडियो गाइज हाउ आर यु हामी चाहिँ एकदम ठिक एन्ड फिट यो टोरीबारीमा यता देख्न सक्नुहुन्छ गाइज हाम्रो भ्यू लमैको टोरीबारीमा है हामी चाहिँ देख्न सक्नुहुन्छ हामी चाहिँ अब लमैको स्टेटली बाटोमा हामी चाहिँ टोरीको भ्यू सँगै हाम्रो ब्लग सुरु भइरहेको छ देख्न सक्नुहुनेछ हामी स्टेटली नन स्टप हिँडिरहेका छौँ एकदम हाम्रो गाडी चाहिँ नन स्टप यात्रामा चलिरहेको छ कहाँसम्म पुग्ने यो गन्तव्य भन्नुहुन्छ भने हाम्रो भालुवाङको यात्रा जारी नै छ देख्न सक्नुहुन्छ त्यही हो अब चाहिँ हाम्रो देवगढीको टोरीबारी देखिसक्नु भएको होला यदि देख्नु भएको छैन भने अझै पनि देखाउने छु फेरि हेर्न सक्नुहुन्छ है त गाइजहरू त्यो गाइज मेरो मिनी भ्लगमा चाहिँ सबैजना नयाँ साथीहरू हुनुहुन्छ भने सबैले लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गरेर नभन्नु होला र अरू भिडियोहरू पनि हामीले तपाईँहरूको माझमा ल्याउने नै छौँ देख्न सक्नुहुन्छ अन्त्यसम्म यो अहिले चाहिँ हामी लमैको गाउँतिरै छौँ स्टेटली बबाल छ त्यस्तो बबाल छ यस्तो बबाल छ मौसममा चाहिँ हल्का भित्र चिसो भएर चाहिँ हामी चाहिँ बाहिर आएर यसो नास्ता खाँदैछौँ हामी दुईजना दाजुभाइ मिलेर चाहिँ हाम्रो अब नास्ताको व्यवस्था भइरहेछ हामी चाहिँ अब नास्ता खाँदैछौँ होइन हेर्न सक्नुहुन्छ अन्त्यसम्म त्यही हो हाम्रो चाहिँ अब टक्क नास्ता हुन्छ जस राम्रो छ होला होइन दाइ एकदम टेस्टी छ यार हो है एकदम दामी छ होइन देख्दैमा एकदम खाउँ खाउँ जस्तो लाग्छ परोठा साथी है हो आलु परोठा चाहिँ हामी चाहिँ ओ साथीहरू कहाँ यो त देखिसक्नु भयो राप्ती नदी वेलकम के छ त खबर आज चाहिँ स्पेसलले होइन म चाहिँ कहाँ हो के हो भन्ने कुरा अलिकति घुमिफिरिसकेको साथीहरूलाई चाहिँ थाहा भइसकेको होला होइन यदि नघुमेको साथीहरू नयाँ साथीहरू हुनुहुन्छ भने यो चाहिँ भालुबाङ नेराको राप्ती पुल हो हामी चाहिँ मेरो रेस्पेक्ट एकदम आदरणीय दाइसँग हाम्रो यात्रा सुरु भएको छ यो चाहिँ राप्ती पुल हो अनि देख्न सक्नुहुन्छ ब्याकग्राउन्डको यस्तो बवाल छ कि यस्तो बवाल छ यस्तो आनन्दित छ होइन देख्न सक्नुहुन्छ यो भ्यू म तपाईँहरूको माझमा यस्तो कैद गरेर देखाउँछु यस्तो बवाल छ होइन यो तल बजार त्यसको माथि जङ्गल माथि यस्तो ग्रिन कलरको स्वर्ग भनेको यही हो के गाइजहरू होइन नेपाल भनेको नेपाल नै हो देख्न सक्नुहुन्छ गाइजहरू त्यही हो गाइज अनि जिन्दगीमा रमाइलो गर्नुपर्छ घुम्नुपर्छ डुल्नुपर्छ त्यही नै हो अनि इन्जोय गर्नुपर्छ साथीहरू कति होइन कति काम गरिराख्नु कति दुःख गरिराख्नु त्यही हो तपाईँहरू पनि मनोरञ्जन ल्याउन सक्नुहुन्छ गाइजहरू म चाहिँ अहिले फ्रम राप्ती पुल वी आर कमिङ हियर स्टिल नाउ भनेर भन्न चाहन्छु त्यही हो गाइज यदि नयाँ साथीहरू हुनुहुन्छ भने प्लिज मेरो चाहिँ भर्खर खोलेको युट्युब आइडी खेमो सितार नै छ होइन नयाँ साथीहरू हुनुहुन्छ भने प्लिज लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गर्न नभुल्नु होला अनि सब्सक्राइब त जसरी भए पनि ट्याङ गरिदिइहाल्नु है अनि त्यही हो गाइजहरू यहाँ चाहिँ टक्क साथीहरू नौडी छैन यस्तो चिसो पुस्माको जाडोमा पनि साथीहरू एकदम हेल्थको केयरफुल भएर चाहिँ नुहाइ गर्दैछन् कारण खै के हो मान्छे पो बोक्दैछ क्या हौ के हुँदैछ त्यही हो गाइजहरू होइन एकदम राप्ती पुलमा एकदम बबाल अनि सोलिड नै छ अनि देख्न सक्नुहुनेछ
अब चाहिँ हामी चाहिँ यहाँबाट फेरि रिटर्न ब्याक भएर हामी लमैको पार्कतिर पनि यस्तो बबाल भिडियोहरू देखाउनेछौँ, हेर्न सक्नुहुनेछ मेरो भ्लगमा चाहिँ, मिनी भ्लगमा। त्यही हो गाइजहरू, अब मनोरञ्जन ल्याइयो, के अरे मजाले घुमियो, आनन्द ल्याइयो होइन। त्यही हो, अब जिन्दगीमा मान्छेले जति दुःख पीडा भए पनि आनन्द लिनु अनि मनमा शान्ति बनाउनु होइन, जति टेन्सन भए पनि मन बुझाउनु भनेकै त्यही नै ठुलो कुरा हो मेरो लागि चाहिँ। अब तपाईँहरूको लागि चाहिँ के छ कस्तो छ त्यो चाहिँ अब आफ्नो आफ्नो भावनाहरू हुनसक्छ, त्यही भएर डिफ्रेन्ट हुनसक्छ। अनि त्यही हो, अब चाहिँ हामी अब यस्तो पुलमा गएर होइन मस्त फोटोसोटो खिचिदिन्छ अनि थोरै भिडियोहरू कट गरिन्छ। अनि त्यसपछि उता देख्न सक्नुहुन्छ राप्ती नदी पनि यहाँ ल्याउँछौँ, देख्न सक्नुहुन्छ है यस्तो बवाल छ क्या होइन। अनि त्यो भयो भालुवाङ बजार देख्न सक्नुहुन्छ। दादा अब हिँड्ने होइन हामी, अब हिँड्ने हो, तयार भयो हिँड्नको लागि है। केटो पनि रेडी छ, केटी एकदम यो चाहिँ 60 फिट हो, एकदम रेडी भएर रेस्ट पायो होइन, रेस्ट पनि पायो, त्यत्रो लङ यात्रा गरेको होइन। त्यही हो अब गाइज, अब अन्त्यसम्म हेरिदिनु भयो, थ्याङ्क यू सो मच। हामी चाहिँ अब हाम्रो रिटर्न ब्याक हुन्छ, बाँकी भिडियोहरू फेरि अर्को नेक्स्ट भिडियोमा आउनेछ सब। आजको यो हाम्रो भ्लग होइन, हाम्रो घोराइदेखि चाहिँ भालुवाङसम्मको यात्रा भयो। भाइको चाहिँ एकदमै राम्रा दृश्यहरू कैद गरेको मैले चाहिँ देखेको छु। भ्लग एकदमै राम्रो भएको होला, हामी त हेर्ने नै भइहाल्यौँ होइन। साथीहरू पनि हेरेर यसो लाइक कमेन्ट सब्सक्राइबहरू गरिदिनु होला साथीहरू। खिमु सीता भ्लग होइन त? हजुर, खिमु सीता भ्लग छ। ल साथी है त, ल यही हो मेरो भन्नु। ल थ्याङ्क यू सो मच मेरो दाई। अनि दाईसँग यसो यात्रा गर्दाखेरि धेरै खुसी नै लागेको छ र एकदम आनन्द पनि भइरहेको छ। जे होस्, यात्रा गर्दाखेरि चाहिँ हाम्रो दाईसँग एकदम बबाल आनन्द हुँदो रहेछ र एकदम उहाँ चाहिँ यति धेरै राम्रो, यति धेरै मिलनसार। मैले चाहिँ लगभग आफ्नै घरकै दाई जस्तो मानिरहेको छु। जस यस्तै रेस्पेक्ट र माया ममता दिनु होला दाइ। अब मौका संजोगले हामी चाहिँ अहिले चाहिँ घुमफिर भइरहेको छ, बाँकी अब नेक्स्ट डेमा चाहिँ अलिकति हामी पनि घुम्ने चाहिँ मौका मिलाउनेछौँ। कष्ट हुन्छ त्यही पनि अब सकेसम्म मिलाउँछ। अब टाइम त अब सधैँभरि यस्तो हुनसक्छ भन्ने छैन होइन। त्यही हो, तपाईँहरूले अब माया गरिदिनु होला हाम्रो भिडियोलाई चाहिँ। उहाँको पनि युट्युब च्यानल छ, राम मगर युट्युब च्यानल छ। उहाँले पनि यदि मेरो साथीहरू हुनुहुन्छ भने उहाँ पनि गएर हेर्न सक्नुहुनेछ र भिडियोलाई अनि आइडीलाई पनि सब्सक्राइब गर्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच फर वाचिङ इन्डिङ पोइन्ट। थ्याङ्क यू एभ्रिवान, आई लभ यु।